करोडपति श्रीमानसँग विवाह गरेका नेपाली चर्चित नायिकाहरू हजुरलाई यीमध्ये को मनपर्छ? कृपया कमेन्ट गर्नुहोला। आँचल शर्मा। नेपाली चलचित्रकी नायिका आँचल शर्माले 2077 सालमा उद्यमी तथा करोडपति डाक्टर उदिप श्रेष्ठसँग विवाह गरेकी हुन्। उनको विवाह नेपालकै महँगो विवाहमध्ये एक मानिन्छ। समारोहमा हेलिकप्टरबाट फूल वर्षा गरी नयाँ रेकर्ड बनाइएको थियो। विपना थापा। चर्चित नायिका विपना थापाले भारतीय नागरिक डाक्टर आशुतोष भारद्वाजसँग विवाह गरेकी छिन्। उनको परिवार पनि धनी र राजनीतिक रूपमा सक्रिय मानिन्छ। वर्षा राउत। वर्षा राउतले संजोग कोइरालासँग 14 फेब्रुअरी 2019मा विवाह गरेकी हुन्। संजोग कोइराला चलचित्र उद्योगमा संलग्न तथा व्यवसायमा समेत धनी व्यक्ति हुन्। पूजा शर्मा। पूजा शर्माले लामो समयदेखि प्रेम सम्बन्धमा रहेका युद्ध बानियासँग विवाह गरेकी छन्। उनका श्रीमान व्यवसायमा संलग्न करोडपति र काठमाडौँको ठूलो होटलका मालिक हुन्। श्रृङ्खला खतिवडा। मिस नेपाल 2018 विजेता श्रृङ्खला खतिवडाले नेपालकै करोडपति कान्तिपुर मिडियाका सिइओ सञ्जय सिरोहियासँग विवाह गरेकी छिन्। सम्राज्ञी राज्यलक्ष्मी शाह। सम्राज्ञीले मोडलिङ र अभिनयको अनुभवपछि अस्ट्रेलियामा बस्ने करोडपति विशाल खलेलसँग इङ्गेजमेन्ट गरेकी छिन्। समरिका ढकाल। सोसल मिडियामा चर्चित अभिनेत्री समरिका ढकालले धेरै पैसा र करोडपति भारतीय युवक अभय रघुवंशीसँग विवाह गरेकी छिन्। झरना थापा। चर्चित नायिका तथा निर्देशक झरना थापाले करोडपति निर्माता तथा व्यवसायी सुनिल कुमार थापासँग विवाह गरेकी हुन्। करिश्मा मानन्धर। नेपाली सिनेमाकी एभरग्रिन नायिका करिश्मा मानन्धरले व्यवसायी, धनी र करोडपति विनोद मानन्धरसँग विवाह गरेकी थिइन्। रियासा दाहाल। रियासा दाहालले आरओएनबी सानै उमेरमा करोडपति बनेका भिक्टर पौडेलसँग 2080 सालमा विवाह गरेकी छिन्।